नमस्कार, म तपाईलाई आजको दिनमा कोरियाको इन्चनमा रहेको चिटाओतिर घुम्नेछु र तपाईलाई घुमाउनेछु। दक्षिण कोरियाको इन्चन क्षेत्र कोरियाको विकसित ठाउँ मध्ये एक क्षेत्र हो, जहाँ तपाईँ कोरियाको जुनसुकै ठाउँबाट यहाँ सजिलै रूपमा आउन सक्नुहुन्छ भने यहाँबाट सजिलै रूपमा कोरियाको जुनसुकै ठाउँमा जान सक्नुहुन्छ। अहिले हामी बसको यात्रा गर्दैछौँ। बसको यात्रा गरिरहँदा यो बाहिरी देखिने दृश्यहरू अवलोकन गरौँ है त। केही समय बसको यात्रासँगै हामी चिटाओरमा आइसकेका छौँ। अब हामी यहाँको आसपासका क्षेत्रमा घुम्नेछौँ र तपाईलाई घुमाउनेछौँ। यो टावर 33 तलाको रहेको छ। यो 150 मिटरको गगनचुम्बी भवन हो। यसभित्र अन्तर्राष्ट्रिय संस्थाहरू, रेस्टुरेन्टहरू, बैंक र खुला कार्यालयहरू रहेका छन्। यस टावरको 33 तलाबाट कति भवन बनेका छन् र कति भवन बन्न बाँकी छन् भनेर सहरलाई अवलोकन गर्न सकिन्छ। यसको निर्माण सुरु 2010बाट भएको हो। अब हामी यसको आसपासका क्षेत्रमा घुम्नेछौँ र तपाईलाई घुमाउनेछौँ। यहाँ एउटा अचम्मक कला रहेछ। यो मानिसद्वारा नै बनाइएको हो। हेर्न लायक दृश्य। यसरी नै घुम्ने क्रममा यहाँ वरिपरिका गगनचुम्बी भवनहरू देख्न सकिन्छ। घुम्दै जाने क्रममा हामी यो फुलहरूलाई चाहिँ सजावट रूपले चाहिँ बनाएर राखिएको ठाउँमा पुग्यौँ र यहाँ चाहिँ विभिन्न किसिमका फुलहरू फुलिरहेका छन्। विशेष गरी यो सिजन भनेको, यो समय भनेको चाहिँ फुलहरू फुल्ने र हरियाली प्रकृति हुने सिजन रहेको छ। त्यसकारण बिस्तारै हरियाली र फुलहरू फुल्ने क्रम जारी रहेको छ। निकै मजासँग यहाँहरू फुलहरू सजाइएको छ, हामीले हेर्न सक्छौँ। फुलेको ठाउँ नजिकै यो मानव निर्मित वस्तु एकदमै हेर्न लायक पनि छ। अलिक पर पुगेपछि फेरि फुलहरूलाई सजाएर यसरी बनाइएको रहेछ। घुम्दै जाने क्रममा बीचबीचमा यसरी सार्वजनिक टोयलेट पनि रहेको हुन्छ। यसरी पार्कलाई चाहिँ संरक्षण गर्नका लागि यसरी मान्छेहरूले काम गरिरहेका हुन्छन्।
र संरक्षण गरिरहेका हुन्छन्। अलिक पर पुगेपछि यहाँ चाहिँ जनावरहरू पनि राखिएको रहेछ। यी जनावरहरूलाई चाहिँ पालिएको छ। यहाँ चाहिँ हामीले हेर्न सक्छौँ। अघि हामीले विभिन्न किसिमका गगनचुम्बी भवनहरू हेऱ्यौँ र अहिले पनि तपाईँले देख्न सक्नुहुन्छ। र गगनचुम्बी भवन सँगसँगै यस्ता भवनहरू पनि रहेका छन्, यस्ता घरहरू पनि रहेका छन् र ती गगनचुम्बी भवनहरूको आफ्नै महत्त्व होला, तर यी घरहरूको पनि आफ्नै महत्त्व छ। यहाँ देख्न सक्छौँ यी घरहरू र यी घरहरूको पनि ती गगनचुम्बी भवन जस्तै महत्त्व रहेको छ। यहाँ नजिकै एउटा अचम्मको घर रहेको छ, यसको पनि आफ्नै महत्त्व छ। गर्मी सिजनमा यसरी नै अवलोकन गर्न सकिन्छ, ताकि पानीहरूलाई यसरी चाहिँ हेर्न लायक बनाइएको हुन्छ र यहाँ गएर तपाईँले नुहाउन पनि सक्नुहुन्छ। अहिले चाहिँ मान्छे नभएको अवस्था छ। घुमिरहने क्रममा अघि हामीले देखिरहेको खोलामा माछाहरू पनि रहेका छन् र माछाहरू धेरै रहेका छन्। यहाँको माछा पालेको हो अथवा आफै उत्पादन भएको हो त्यो त मलाई जानकारी भएन। यहाँ हेर्न सक्छौँ हामीले धेरै माछाहरू रहेका छन्। इन्चनको जी टावरमा र त्यस आसपासका क्षेत्रमा आज हामी घुम्यौँ र तपाईँलाई घुमायौँ। कस्तो लाग्यो कमेन्टमा कमेन्ट गर्नुहोला। हस् त अर्को नयाँ ठाउँमा र नयाँ भिडियोको साथमा तपाईँ हाम्रो भेट हुनेछ। यदि तपाईँले माहुरी च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला। हामी विभिन्न नयाँ ठाउँमा घुम्नेछौँ र तपाईँलाई घुमाउनेछौँ। र तपाईँले हामीलाई फेसबुकमा र टिकटकमा पनि माहुरी02 सर्च गर्नुभयो भने त्यहाँ भेट्न सक्नुहुन्छ। हस् त अर्को भिडियोमा तपाईँ हाम्रो भेट हुनेछ। नमस्ते।